सबैमा नमस्कार। आज फेरि मैले एउटा नयाँ बुक अनबक्सिङ गर्न गइरहेको छु। यो बुद्धिसागरले लेख्नु भएको कर्णाली ब्लुज भन्ने बुक। यो वर्ष मैले आज 2082 चैत 1 गते नेपालको, हुन त म परदेशी भूमिमा छु, तर पनि मैले यो वर्ष पढेका बुकहरू, यी बुकहरू सकिसकेका छन्। 6वटा बुकहरू सकिसकेका छन्, जसमा पैसाको नालीबेली, म सक्छु, ग्लोबल वास्तु, उल्झन, इजोरिया, त्यसपछि न्याय, सुशीला कार्कीले लेख्नु भएको न्याय। सबभन्दा पहिला मैले यो नै सकाएको थिएँ। अब 7औं नम्बरको, यो वर्षको मेरो 7औं नम्बरको बुक। अब 1 महिना बाँकी छ 2082 को पनि। कोसिस गर्नेछु 1 महिनामा यो बुक सक्नेछु। बुद्धिसागरले लेख्नु भएको कर्णाली ब्लुज बुक आज म तपाईहरुमाझ अनबक्सिङ गर्न गइरहेको छु। यसमा के छ? बाहिर त राम्रै कर्णाली ब्लुज छोराको आँखाबाट पिताको सङ्घर्ष देखाउने उपन्यास हो भनेर बाहिर रहेछ। सानो छँदा पितालाई संसारकै सबभन्दा ज्ञानी र बलवान ठान्ने छोराले आफ्नो हुर्काइसँगै पिताबारे धारणा फेर्दै जानेछ। जब छोरो हुर्कदै जान्छ, सानोमा आफ्नो पिता सबभन्दा ज्ञानी, सबभन्दा बलवान ठान्ने त्यो छोराले बिस्तारै आफ्नो उमेर बढ्दै जाँदाखेरि आफ्नो धारणा पनि फेर्दै जाँदो रहेछ भन्ने यसमा छ भन्ने थिमहरू राखिएको छ। उपन्यासको कथा सुन्दर तराईको गाउँ मटेरादेखि कटासे बजार हुँदै सुन्दर पहाड कालीकोटसम्म गाँसिन्छ। यो कालीकोटतिरको पहाडी भेगलाई समेटेर लेखिएको जस्तो लाग्यो। चन्द्रे ममता दिदी, भागीराम, बाटु, शिवशङ्कर, सद्दाम, एकराज, जरीलाल, मन्दिरे र छोटकु जस्ता फरक परिवेश र फरक समाजका पात्रले उपन्यासको कथा गाँस्दै लैजान्छन्। उपन्यासमा बाल्यकालका बिठ्याइहरू छन् र छन् फरक पात्रका मन छुने कथाहरू भनेर यसमा बाहिर कभरमा लेखिएको छ। यो बुक म आजबाट अब पढ्न गइरहेको छु। यसमा फर्स्टमा कर्णाली ब्लुज बुद्धिसागरले लेख्नुभएको बलाई भन्ने पहिलो रहेछ। म अलिकति केही हरफहरू पढेर तपाईहरु सम्पूर्ण सामुन्ने यो सुरु गर्न चाहन्छु, तपाईको अनुमति चाहन्छु। सानै छँदा मैले आमालाई सोधेको थिएँ, आमा म कहाँ जन्मेको हुँ? तँलाई त बाटामा भेटाएकी हुँ। आमाले हाँस्दै भन्नुभएको थियो। दिदी पनि होमा हो मिलाउँदै हाँसेकी थिइन्। म ठुस्स परेकी थिएँ। मेरा गाला पुक्क भएका थिए। अनुहार पिल भएको थियो। म बाटामा पो भेटिएको छु हुँ। मैले कल्पना गरेको थिएँ कसैले छोड्यो होला मलाई बाटामा। को होलान् मेरा बा आमा? सायद बेशरमको झाडी या त ठुलो सालको रुख मुनितिर म भेटिएकी हुँदो हुँ। आमाले बुझ्नु भएको थियो। छोरो दुखी भयो। हाँस्दै मेरो हात समाउँदै आफूतिर तानेर भन्नुभएको थियो, नरो त मेरै छोरा होस्। मौसम उराट लाग्दो थियो। सूर्य पनि आकाशको किनार हिँडिरहेको थियो। आकाशको दक्षिण पुच्छारमा बादल टल्किरहेको थियो। दशैंको मौसम पनि उराट लाग्दो देखिएको थियो। किम्बुको रुखमा चरा थपक्क बस्थे। चुच्चाले पखेटा कन्याउँथे र भुर्र उड्थे भनेर यसमा यो स्टार्टिङ मैले केही हरफहरू तपाईहरुको सामु राखेँ। बाँकी यो पढिसकेपछि यसको समराइज फेरि एउटा भिडियो लिएर आउनेछु। अहिलेलाई यति भन्दै तपाईहरुबाट ओझेल पर्न चाहन्छु। हस्त, धन्यवाद।